आज हामी नेपाली राजनीतिको एउटा निकै जटिल, चाखलाग्दो र अलि विरोधाभासपूर्ण परिघटनाको गहिराईमा जाँदैछौं। धरानका मेयर हर्क साम्पाङ, एक स्वतन्त्र उम्मेद्वार जसले परम्परागत राजनीतिलाई पुरै हल्लाइदिए। एकातिर उहाँको भुइँ मान्छेको छवि छ, तर अर्कोतिर उहाँको कार्यशैली, सुशासन र उहाँले ल्याएका परिवर्तनहरूमाथि अहिले गम्भीर प्रश्नहरू पनि उठिरहेका छन्। उपलब्ध तथ्य र स्रोतहरूलाई केलाएर आखिर खास कुरा के हो त भन्ने बुझ्ने प्रयास गरौं। आजको हाम्रो छलफल यी 6वटा मुख्य बुदाहरूमा केन्द्रित हुनेछ। सुरुवात हामी मेयरको व्यक्तिगत ब्याङ्क खाताबाट गर्नेछौं अनि बिस्तारै उहाँको अभियान, उठिरहेका प्रश्नहरू र समग्र डिजिटल रणनीतिको पाटोलाई केलाउनेछौं। सुरु गरौं पहिलो विषयबाट, मेयर साम्पाङको सामान्य सम्पत्ति। 2 लाखदेखि 4 लाख रुपैयाँ। सुन्दा अचम्म लाग्न सक्छ, तर हाल बहालवाला मेयर साम्पाङले सार्वजनिक गरे अनुसार उहाँको ब्याङ्क खातामा रहेको कुल रकम यति नै हो। उहाँको नाममा कुनै व्यक्तिगत अचल सम्पत्ति छैन र पुर्ख्यौली सम्पत्ति पनि आमाकै नाममा छ। अनि सुन, जम्मा 4 देखि 5 तोला एउटा महानगरको मेयरको हकमा यो साँच्चै नै निकै सामान्य सम्पत्ति हो र खासमा यही सादगीले नै उहाँलाई एउटा भुइँ मान्छेको नेता भनेर स्थापित गर्न सबैभन्दा ठूलो मद्दत गरेको छ। यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने उहाँले आफ्नो यो सामान्य सम्पत्तिलाई एउटा बलियो राजनीतिक हतियारकै रूपमा प्रयोग गर्नुभएको छ। हेर्नुहोस्, मेरो सम्पत्ति यति हो, स्रोत स्पष्ट छ भन्दै उहाँले सरकारमा रहेका अन्य अधिकारीहरूलाई पनि कडा रूपमा आफ्नो सम्पत्तिको स्रोत खुलाउन चुनौती दिने गर्नुभएको छ। उहाँको तर्क एकदमै प्रष्ट छ, स्रोत नखुलेको सम्पत्ति भनेकै भ्रष्टाचार हो। अब दोस्रो खण्डमा लागौं। आखिर यो संस्थापन विरोधी छवि कसरी बन्यो त? यो छवि रातारात पक्कै बनेको होइन। 1998तिर खोटाङबाट अध्ययनका लागि धरान छिर्नुभएका उहाँ पछि रोजगारीकै सिलसिलामा इराक र अफगानिस्तानसम्म पुग्नुभयो। जब स्वदेश फर्किनुभयो त्यसपछि सुरु भयो उहाँको सङ्घर्ष। खानेपानीको अभाव, अवैध उत्खनन र भ्रष्टाचार विरुद्ध लगातार आवाज उठाउन थाल्नुभयो। 2020मा त उहाँ पक्राउनै पर्नुभयो, तर त्यही निरन्तरको सङ्घर्षले 2022को चुनावमा स्थापित ठूला दलहरूलाई पाखा लगाउँदै उहाँलाई मेयरको कुर्सीमा पुर्यायो। तेस्रो बुदामा जाउँ, जुन उहाँको पहिचानै बनेको छ, श्रमदान अभियान। मेयर भएपछि उहाँले अपनाएको काम गर्ने शैली परम्परागत ढाँचाभन्दा बिल्कुल फरक थियो। त्यसको केन्द्रमा थियो श्रमदान, अर्थात् आफ्नो सहरको विकासका लागि नागरिक आफै भौतिक रूपमा खटिने। यो स्वैच्छिक श्रमको संस्कृतिले सुरुमा धरानको मात्र होइन, पूरै देशको ध्यान तानेको थियो। यही श्रमदानको ब्यानरमा धेरै कामहरू भए। पार्क निर्माणदेखि कोकाहा खोलाबाट पानी ल्याउने ठूलो अभियान अनि स्थानीय रोजगारी सृजना गर्ने लक्ष्य सहित खोलिएका बेसार र साबुन उद्योगसम्म। बाहिरबाट हेर्दा यी सबै आयोजनाहरू पूर्ण रूपमा नागरिकको शारीरिक श्रममा मात्र टिकेको जस्तो देखिन्थ्यो। तर के यथार्थ यति मात्रै हो त? पक्कै होइन। अब आउँछ सबैभन्दा गम्भीर र चौथो विषय, करोडौंको परीक्षण नभएको चन्दा। कोकाहा खोला खानेपानी अभियानलाई नै हेरौं न। तथ्याङ्कले भन्छ जम्मा सङ्कलन 7 करोड रुपियाँभन्दा बढी छ, तर खर्चको प्रकृति हेर्दा अचम्म लाग्छ। पूर्ण रूपमा स्वयंसेवकहरू खटिएको भनिएको आयोजनामा 27 लाख रुपियाँ त ज्याला भनेरै वितरण गरिएको छ। त्यस्तै खाजा र खानामा मात्रै 50 लाख खर्च भएको देखाइएको छ। र सबैभन्दा चिन्ताको विषय, यति ठूलो रकमको न त कुनै औपचारिक लेखापरीक्षण भएको छ, न खरिद प्रक्रिया नै पूरा गरिएको छ। यहीँनिर ठूलो विरोधाभास देखिन्छ। एकातिर मेयरको व्यक्तिगत खातामा जम्मा 2 देखि 4 लाख मात्र छ भनेर सादगी देखाइएको छ, तर अर्कोतर्फ देशको सार्वजनिक खरिद ऐनलाई नै बेवास्ता गर्दै अपारदर्शी रूपमा रकम जम्मा भइरहेको छ। सुम्निमा पारूहाङको मूर्ति निर्माण जस्ता आयोजनाका लागि सङ्कलन गरिएको करोडौं रकम स्थानीय सरकारको खातामा जानुपर्नेमा व्यक्तिगत फाउन्डेसनको खातामा पुगेको छ। यसले नेपालको स्थानीय शासन कानून र भइरहेको यथार्थबीचको ठूलो खाडललाई छर्लङ्ग पार्छ। अब 5औं खण्डमा जाउँ, जुन अलि संवेदनशील पनि छ, जातीय र सामाजिक विभाजन। सुशासन र विकासका कुरा सँगसँगै स्रोतहरूले अर्को पाटो पनि उजागर गरेका छन्। जातीय पहिचानको आवरणमा उहाँसँग जोडिएका पार्टीका केही अधिकारीहरूले दिएका साम्प्रदायिक अभिव्यक्तिहरू विवादमा परेका छन्, जहाँ निश्चित समुदायलाई लक्षित गर्दै विदेशी भन्ने र निष्कासन गर्ने सम्मका गम्भीर टिप्पणीहरू गरिएका छन्। यसले समाजमा निकै असन्तुष्टि बढाएको देखिन्छ।
जातीय मात्र नभई धार्मिक विषयमा पनि उत्तिकै प्रश्न उठेका छन्। खानेपानीको चरम अभावले पहिले नै तनाव झेल्दै आएको शहरमा अवैध धार्मिक संरचनाहरू बन्दा स्थानीय कानून कार्यान्वयन गर्नुको साटो अदालतलाई देखाएर पन्छिने प्रवृत्ति देखिएको छ। बहुभाषिक र बहुसांस्कृतिक शहरमा यस्ता विवादहरूले विभाजनको रेखा अझै गहिरो बनाइरहेको सरोकारवालाहरूको भनाइ छ। अब लागौं छैठौं र अन्तिम विषयतिर, डिजिटल पपुलिजमको रणनीति। यो नयाँ शक्तिको उदयमा डिजिटल रणनीतिको भूमिका निकै रोचक छ। यहाँ दुई एकदमै फरक शैलीहरू देखिन्छन्। एकातिर मेयर साम्पाङ हुनुहुन्छ, जसको अनलाइन उपस्थिति निकै आक्रामक छ। निरन्तरका पोस्टहरू, विवादित भनाइहरू र दैनिक जसो सिर्जना हुने ड्रामा। अर्कोतर्फ बालिन शाह जस्ता नेता हुनुहुन्छ, जसले मौनता र एकदमै रणनीतिक उपस्थितिलाई आफ्नो हतियार बनाउनु भएको छ। एउटाले सधैँ चर्चा र कोलाहल रोज्दा अर्कोले चाहिँ कम बोलेर कामलाई बोल्न दिने ब्रान्ड बनाएका छन्। तर डिजिटल दुनियाँमा पारदर्शिताको जतिसुकै चर्को कुरा गरे पनि प्रशासनिक यथार्थ अलि फरक छ। सुशासनको यति ठूलो वकालत गर्ने नेताले नै समयमै आफ्नो निर्वाचन खर्चको विवरण नबुझाउँदा निर्वाचन आयोगलाई 5,50,000 रुपैयाँ जरिवाना तिर्नु परेको तथ्य हाम्रै सामु छ। यसले के देखाउँछ भने आधारभूत कानूनी र प्रक्रियागत नियमहरूको पालनामा अझै पनि ठूलो लापरवाही भइरहेको छ। त्यसो भए यी सबै तथ्य र तथ्याङ्कहरू हेरिसकेपछि हामीले के बुझ्ने त? परम्परागत दलहरूको विकल्प खोज्दै गर्दा के साँच्चै पारदर्शी सुशासनको अनुभव भइरहेको छ? एकातिर भुइँमान्छेको छवि र पसिना बगाउने अभियान छ, तर सँगसँगै करोडौंको परीक्षण नभएको कोष, कानूनको बेवास्ता र विभाजनकारी अभिव्यक्तिहरू पनि छन्। के यो नयाँ नेतृत्व साँच्चै सुधारको बाटोमा छ, वा यो केवल एउटा नयाँ प्रकारको अपारदर्शी र व्यक्तिगत शासन मात्र हो? यो यस्तो प्रश्न हो जसको उत्तर अब हामी सबैले खोज्नै पर्ने भएको छ। यो विश्लेषणमा सँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।